नमस्कार दर्शकहरू, तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु शारदा संसार युट्युब च्यानलको अर्को एउटा नयाँ ब्लगमा। आज चाहिँ म एउटा पार्कमा छु। यो पार्कमा जाडो सिजनमा यानि कि हिजो आज पनि पुरा साँझको समयमा मान्छेहरूको भिडभाड, त्यसैगरी यहाँका बच्चाहरूको भिडभाड धेरै नै रहने गर्दछ। अहिले चाहिँ लगभग 50 डिग्रीको गर्मी छ र दिउँसो चाहिँ यहाँ घुम्नको लागि बस्नको लागि अलिकति गाह्रो रहेको छ र साँझको समयमा त्यसैगरी रातिको समयमा यहाँ चाहिँ मजाले बस्न सकिन्छ, खेल्न सकिन्छ, रमाइलो गर्न सकिन्छ। यो पार्क विशेष गरी त यहाँका रेसिडेन्ट्सहरूको लागि बनाएको पार्क हो र यहाँ चाहिँ बाहिरको मान्छेहरू आएर पनि बस्न सकिन्छ। साइडमा अग्ला बिल्डिङहरू रहेका छन्, फुलहरू मजाले फुलेको छ र यति बेला करिब बेलुकाको 4 बज्न लागेको छ र यहाँको तापक्रम चाहिँ जस्ट नर्मल भइसकेको छ। यसरी छायामा बस्दाखेरि भनेपछि घाममा बस्दाखेरि निकै नै गर्मी छ, निकै नै पोल्ने गर्छ, पोल्ने चर्को घाम छ। यति बेला चाहिँ 50-51 डिग्रीको गर्मी युएमा रहेको छ भनेपछि हामीले साँझ र बिहानको समयमा चाहिँ चिसो अनुभूति गर्न सक्छौं। यता चाहिँ गाडीहरू सर चल्ने रोड रहेको छ, एकदमै बिजी रोड रहेको छ। यो भन्दा उतातिर पनि एउटा यस्तै किसिमको सुन्दर पार्क रहेको छ र यो पार्कमा बेलुकातिर टन्नै मान्छेको भिडभाड देख्न सकिन्छ। उता चाहिँ अग्ला बिल्डिङहरू रहेका छन्, चाहिँ खजुरको रुख, कहिल्यै पात नझर्ने रुख हो यो चाहिँ खजुर। गाडी झर्नै थोकियो र यता चाहिँ अर्को एउटा सुन्दर दृश्य देख्न सकिन्छ। साइडमा अग्ला बिल्डिङहरू रहेका छन्, यहाँ चाहिँ पिपलका रुख जस्ता देख्न सकिन्छ। साइडमा फुलहरू, यो बिचमा चाहिँ घाँसे भूमि। निकै नै सुन्दर दृश्य देख्न सकिन्छ। अब चाहिँ गर्मी भव्य भइसकेको छ युएमा। यता चाहिँ रुख मजाले अध्येर बस्न सकिन्छ, रमाइलो गर्न सकिन्छ। चिसो हावा चलेको छ, निकै नै आनन्द छ है त।